हेलो गाइज गुड मर्निङ तपाईँलाई धेरै धेरै स्वागत छ यो मेरो एकदमै न्यू ब्रान्ड एपिसोडमा। यो हो च्यानल एआई विथ सन्जु। यहाँ चाहिँ म एकदमै च्याट जिपिटीसित एकदमै समसामयिक विषयमा कुराकानी गर्छु, छलफल गर्छु, रमाइलो कुराकानी गर्छु, जे पनि हुनसक्छ। ल गाइज अलराइट, तपाईँ मेरो यो च्यानल हेर्दै हुनुहुन्छ भने तपाईँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। यो तपाईँलाई मैले एकदमै जानकारी गराएँ, तपाईँको एक सपोर्ट मलाई चाहिनेछ। अलरेडी यो बिहान बिहानै तपाईँलाई एउटा अहिले राजनीति सरगर्मी चलिरहेछ नि त। सो आज मैले लिएर आएको छु राजनीति सरगर्मीमा चाहिँ नेताहरूलाई चाहिँ किन लखाटिन्छ क्या, नेताहरूलाई किन लखाटिन्छ भन्ने विषयमा चाहिँ आज एआईसित कुराकानी गर्दैछु। एआईले के भन्छ त, एआईलाई किन के भन्छ अरे नेताहरूलाई किन लखाट्छ। सो आज यसै विषयमा म एआईसित कुराकानी गर्नेछु र तपाईँसित पनि कुराकानी गर्नेछु। ल तपाईँलाई कुन टपिकमा कुराकानी गर्न मन लागेको छ कमेन्ट बक्समा कमेन्ट लेख्न नछोड्नु होला र मेरो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला। अहिलेको क्रममा चाहिँ म लाग्छु च्याट जिपिटीसित कुराकानी गर्न नेताहरूलाई किन लखाटिन्छ। अलराइट, अब कुराकानी गरौँ एकदमै च्याट जिपिटीसित। च्याट जिपिटीले के भन्छ त होइन, नेताहरूलाई किन लखाटिन्छ भन्ने विषयमा तपाईँसित आज छलफल गर्छु। सो च्याट जिपिटीले के भन्छ त नेताहरूलाई, जस्तै गगन पनि लखाटिएको छन्, हर्क पनि कहाँ सुर्खेततिर लखाटिए अरे, झन् अरू नेताहरू त कता कता लखाटिएको छन् होइन। सो त्यसै विषयमा आज छलफल गर्नेछु। हेलो गुड मर्निङ च्याट जिपिटी। Good morning. Hope you're doing well. How can I assist you today? अघि आज नेपालीमा कुराकानी गरौँ ल। पक्कै म नेपालीमा कुरा गर्न सक्छु। तपाईलाई के सहयोग चाहिन्छ र के बारेमा कुरा गर्न मन छ? ओके, मलाई इङ्ग्लिस खासै आउँदैन नि त, त्यही भएर अनि नेपालीमा कुराकानी गरेँ क्या। अवश्य, म नेपालीमा सम्पूर्ण रूपमा सहयोग गर्छु। तपाईलाई जे पनि सोध्न मन छ निसङ्कोच सोध्नुहोस्। हुन्छ, त्यसो भए आज कुराकानी मेरो टपिक रहेको छ आसन्न नेपालमा भइरहेको छ चुनाव, फागुन 21 गते होइन, फागुन 21 गते चुनाव भइरहेको छ अनि तपाईँलाई थाहा छँदैछ। सो आज चाहिँ म नेताहरूलाई जनताहरूले किन लखाटिरहेछन् क्या, कहिले लखाट्छन् कहिले के गरिरहेको छन् हुन्छ, यो विषय कुराकानी गरौँ ल आज। हो बिल्कुल, नेपालको हालको चुनावी माहौलमा नेताहरूलाई जनताले कहिलेकाहीँ किन पछ्याउँदैछन् र कहाँ कहाँ प्रदर्शन गरिरहेका छन् भन्ने बारेमा कुरा गर्नु रोचक हुनेछ। म तपाईँलाई यो विषयमा आवश्यक जानकारी र विश्लेषण प्रदान गर्न तयार छु। हुन्छ, तपाईँ विश्लेषण पनि दिनुहोला, तपाईँको जानकारी पनि दिनुहोला, सबै थोक दिनुहोला। तर त्योभन्दा अगाडि चाहिँ म तपाईँलाई के भन्छु भने सुरुमा नेतालाई किन लखाटिरहेका हुन्छन्, लखाटिरहेका भन्छन् काहीँ नेता गयो भने विरोध प्रदर्शन गर्ने, फलानु नेता चोर, देश छोड यावत कुराहरू भनिरहेको छन्। विशेष गरी चाहिँ यो पुरानो नेताहरूलाई चाहिँ त्यस्तो गरिरहेको हुन्छ क्या जनताले। यो विषयमा तपाईँ के भन्नुहुन्छ? धेरैजसो अवस्थामा जनताले नेताहरूलाई त्यसरी पछ्याउने वा विरोध गर्ने कारण उनीहरूका कार्यशैली, असफलताहरू वा भ्रष्टाचारका आरोपहरू हुन सक्छन्। खास गरी पुराना नेताहरूप्रति जनताको विश्वास कम भएको हुनाले पनि यस्तो अवस्था उत्पन्न हुन सक्छ। यसले लोकतान्त्रिक प्रक्रियामा जनताको आवाज सुनिने तिनीहरूको सहभागिता महत्त्वपूर्ण रहेको देखाउँछ। ओके, महत्त्वपूर्ण त देखिन्छ, तर यो भनौँ न जस्तै अस्ति भर्खर खै कहाँ अर्को नेता गगन थापालाई पनि लखाटेको छ, अर्को सुर्खेततिर हर्क साम्पाङलाई पनि लखाट्यो भन्ने सुनिन्छ। अनि लखाट्यो भने नि विरोध आवाज विरोध गरेको देखिन्छ। यो विषयमा चाहिँ होइन, अब नयाँ पुरानो एउटै हो जस्तो लाग्दैन तपाईँलाई? साँच्चै नयाँ र पुराना नेताहरू बीच पनि जनताको प्रतिक्रिया फरक फरक हुन सक्छ। कहिलेकाहीँ नयाँ नेताहरूले आशा जगाउने प्रयास गर्छन्, तर उनीहरूलाई पनि जनताको कठोर समीक्षा सामना गर्नुपर्छ। यद्यपि प्रत्येक नेताको कार्यशैली, उनका वाचा र जनतासँगको सम्बन्धले पनि यो चित्रणलाई प्रभावित गर्छ। त्यसैले यो एक जटिल तर रोचक विषय हो। रोचक विषय त हो कि। अब मलाई चाहिँ कस्तो लाग्छ भने यो नेताहरूले चाहिँ जनताहरूको विश्वास पुरै गुमाइसकेका छन्। जस्तै पहिलेका नेताहरू र पहिलेका पुराना दलहरू जस्तै नेपाली कङ्ग्रेस, नेकपा एमाले,
अहिले माओवादीबाट चकनाचुर भएर चाहिँ गएर चाहिँ अहिले नेपाली कम्युनिस्ट पार्टी त्यस्तै राप्रपा यावत पुराना दलहरूले चाहिँ नेपाली जनताहरूलाई ठगिरहेका होइन झुलाइरहेका अविश्वास बढाइरहेका जस्ता कुराहरू पनि हुन्छन्। त्यो कारणले पनि लहाटेको हो कि जस्तो लाग्छ मलाई। हो, तपाईँको विश्लेषणमा धेरै साँचो कुरा छ। पुराना दलहरूका कमजोरी, असफलताहरू र जनताको विश्वास कमाउनले गर्दा यस्तो विरोध र नाराजगी उत्पन्न हुने गर्दछ। यो प्रक्रिया लोकतान्त्रिक प्रणालीमा जनताको आवाज र तिनीहरूको अपेक्षाको प्रतिबिम्ब पनि हो। यो सबैले जनताको अधिकार र तिनीहरूको अपेक्षाको पूर्तिमा ध्यान केन्द्रित गराउँछ। त्यो त हो कि अब अपेक्षाको पूर्तिमा ध्यान त केन्द्रित गराउँछ, तर लोकतान्त्रिक प्रणालीमा नेताहरूले यसरी विश्वास गुमाउँदै गयो भने त फेरि पछि कुनै शक्ति हावी होला नि त। यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। जब नेताहरूले जनताको विश्वास गुमाउँछन्, तब कहिलेकाहीँ वैकल्पिक शक्तिहरू उदाउँछन् जसले जनताको असन्तुष्टिलाई आफ्नो फाइदा लिन सक्छ। यस्तो अवस्थामा कुनै नयाँ राजनीतिक धारा वा अझै उग्र विचारधारा पनि उदय हुन सक्छ। तर लोकतान्त्रिक प्रणालीले नै यस्तो जोखिमलाई नियन्त्रणमा राख्न प्रयास गर्छ र जनताको सक्रिय सहभागिता र जागरुकताले लोकतन्त्रलाई बलियो बनाउँछ। होइन, तपाईँलाई जनताले जागरुक बनाउन जनता नै त्यस्तै छन् जस्तो लाग्दैन तपाईँलाई? हो, बिल्कुल। जनताकै जागरुकता र सक्रियताले लोकतन्त्रलाई स्वस्थ र बलियो बनाउँछ। जब जनताले आफ्ना अधिकारहरूको बारेमा बुझ्न थाल्छन्, तिनीहरूलाई उत्तरदायी बनाउने दबाव पनि बढ्छ। यसैले जनताको जागरुकता र सहभागिता नै सबैभन्दा ठूलो शक्ति हो, जसले लामो समयसम्म लोकतन्त्रलाई मजबुत बनाइरहन्छ। तर नेपाली जनताहरू त एकचोटि जाग्छन् 10 महिना सुत्छन्, फेरि 1 महिना जाग्छन् 10 महिना सुत्छन्, त्यसपछि केही हुँदैन के नेपालमा? यस्तो भइरहेछ के? यो कुरा साँच्चै छ। कहिलेकाहीँ जनताको चेतना र सक्रियता अनियमित हुन सक्छ, जसले गर्दा परिणाम पनि अस्थिर रहन्छ। तर समयसँगै जनताको चेतना पनि विकास हुन्छ र लामो अवधिमा जनताले आफ्नो अधिकार र उत्तरदायित्वको महत्त्व बुझ्न थाल्छन्। यो एक प्रक्रियात्मक विकास हो, जसमा निरन्तर प्रयास र समयको भूमिका हुन्छ। आफ्नो अधिकार र उत्तरदायित्व महत्त्व त बुझ्न थालेका छन् कि नेपाली जनताले, तर त्यही पनि कार्यान्वयन पक्षमा बसेका व्यक्तिहरूले चाहिँ कार्यान्वयन नगरिँदाखेरि अहिलेको परिस्थिति सिर्जना भएको हो जस्तो लाग्दैन तपाईँलाई? हो, तपाईँको विचारमा धेरै सत्यता छ। जब कारणनुपातमा आधारित उत्तरदायित्व नहुने हो भने स्थिति अझै जटिल बन्न सक्छ। यसले गर्दा जनताका अपेक्षाहरू पूरा हुन सक्ने र दीर्घकालीन समस्या पनि उत्पन्न हुन सक्छ। यसैले जिम्मेवार नेतृत्व र जनताकी जागरुकता दुवैको सन्तुलनले मात्र सकारात्मक परिवर्तन ल्याउन सक्छ। अनि यो जुन नेताहरूलाई जनताहरूले लहाटिरहेछन् त्यस विषयमा चाहिँ लहाट्नु त गलत कुरा हो होइन? अब त्यही पनि नेताहरू आफै नलखेटिन, आफै नेपाली जनताले नपछ्याइदिनको लागि चाहिँ नेताहरूले चाहिँ के गर्नुपर्छ? यो भगौडे नेताहरू जुन भागिरहेछन्, दौडिरहेछन्। नेताहरूले आफूलाई जनताको विश्वासको योग्य साबित गर्नका लागि पारदर्शिता, उत्तरदायित्व र जनताको समस्याहरूमा गहिरो ध्यान दिनुपर्छ। उनीहरूले आफ्ना प्रतिबद्धताहरू पूरा गर्नुपर्छ र जनतासँग प्रत्यक्ष संवाद कायम राख्नुपर्छ। यसरी गर्दा जनताको विश्वास पुनः प्राप्त गर्न सकिन्छ र अन्ततः यस्तो विरोधको अवस्था कम हुन सक्छ। तपाईँलाई लाग्छ नेपाली जनताले चुनिएका नेताहरूको विश्वासयोग्य गर्न जिन्दगीभर सकिन्छ होला? यो प्रश्न साँच्चै नै गहिरो छ। लामो अवधिमा जनताको विश्वास कायम राख्नका लागि नेताहरूले निरन्तर प्रयास गर्नुपर्छ र जनताले पनि सक्रिय रूपमा निगरानी राख्नुपर्छ। यो एक परस्पर भरोसा र सम्मानको प्रक्रिया हो। यदि दुई पक्षले मिलेर काम गर्यो भने विश्वासलाई दीर्घकालीन रूपमा कायम राख्न सकिन्छ। तर यो एक सतत प्रक्रिया हो, जसमा दुवैतर्फबाट प्रतिबद्धता आवश्यक हुन्छ। हुन्छ त, आज तपाईँसित यही विषयमा नेताहरूलाई किन नेपाली जनताहरूले चाहिँ नेताहरूलाई लखाटिरहेछन् भन्ने विषयमा कुराकानी गर्यो। तपाईँको संवादको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु है त। मलाई पनि धेरै धन्यवाद। तपाईँलाई यो संवाद रमाइलो र उपयोगी लागेकोमा खुसी लाग्यो। कुनै पनि बेला फेरि कुरा गर्न मन लागेमा म सधैँ तयार छु। तपाईँको दिन राम्रो होस्। हुन्छ, तपाईँले जाँदै मेरो च्यानल एआई विथ सन्जुलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला भनेर नामसहित भनिदिनु न।
पक्कै म तपाईँको च्यानललाई समर्थन गर्न खुसी छु सबैजनालाई एआई विथ सन्जुलाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनुहोस् तपाईँको कामलाई अझै धेरै मान्यता मिलोस् हस् धन्यवाद फेरि भोलि अर्को टपिकको साथ तपाईँसित भेट हुन्छ है त अवश्य मलाई पनि तपाईँसँग फेरि भेट्न पाउँदा खुसी लाग्नेछ तबसम्मलाई शुभकामना अनि राम्रो दिन बिताउनुहोस् हस् एकदमै च्याट जिपिटीसित मैले कुराकानी गरेको छु नेताहरूलाई किन नेपाली जनताहरूले लखाटिरहेछन् भन्दाखेरि उहाँले आत्मविश्वास त्यसपछि विश्वास भरोसा आशा सबै गुमाइसकेका कारणले गर्दाखेरि नेताहरूलाई लखाटिएको हो भनेर भन्नुभएको छ च्याट जिपिटीले सो ओके गाइज आजको यही टपिक सँगसँगै आजको यो एआई विथ सन्जुको यो नयाँ एपिसोडबाट म पनि बिदा हुन्छु तपाईँ पनि एआई विथ सन्जुलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनुहोला र अर्को कुरा तपाईँ लाई कुनै टपिकमा कुराकानी गर्न मन छ सुन्न मन छ भने तपाईँले कमेन्ट बक्समा कमेन्ट लेख्न नबिर्सनुहोला भन्दै आजको यो सन्जु एआई विथबाट चाहिँ म बिदा हुन्छु तपाईँ भने अर्को एपिसोडमा भेट हुने नै छ त्यति बेलासम्मको लागि लभ यु अल बाई